गरौँ। सुरुमा एउटा ट्रायल क्वेसन। बृहस्पति ग्रहको सबैभन्दा ठुलो उपग्रह कुन हो? क. टाइटन, ख. फोबे, ग. गेनिमेड, घ. कोमा। यदि तपाईँहरूलाई यसको उत्तर थाहा छ भने कृपया कमेन्ट बक्समा यसको उत्तर लेख्नुहोला। अब लागौँ प्रश्न नम्बर 1 तर्फ। प्रश्न नम्बर 1, चन्द्रमाबाट आकाशको रङ कस्तो देखिन्छ? क. सेतो, ख. नीलो, ग. पहेँलो, घ. कालो। यसको सही उत्तर हो घ. कालो। प्रश्न नम्बर 2, चन्द्रग्रहण पूर्णिमाको रातमा लाग्दछ भने सूर्यग्रहण कहिले लाग्दछ? क. औँसीको रात, ख. औँसीको दिन, ग. पूर्णिमाको रात, घ. पूर्णिमाको दिन। यसको सही उत्तर रहेको छ ख. औँसीको दिन। प्रश्न नम्बर 3, मध्यरातमा सूर्य उदाउने देश कुन हो? क. बेल्जियम, ख. न्युजिल्यान्ड, ग. नर्वे, घ. चिली। यसको सही उत्तर रहेको छ ग. नर्वे। प्रश्न नम्बर 4, प्रथम अन्तरिक्ष पर्यटक को हुन्? क. डेनिस टिटो, ख. अनुसेह अन्सारी, ग. सुनिता विलियम्स, घ. युरी गागरिन। यसको सही उत्तर रहेको छ क. डेनिस टिटो। डेनिस टिटो प्रथम अन्तरिक्ष पर्यटक हुन् भने अनुसेह अन्सारी प्रथम महिला अन्तरिक्ष पर्यटक हुन्। प्रश्न नम्बर 5, बिहानको तारा र बेलुकाको ताराका नामले कुन ग्रहलाई चिनिन्छ? क. शनि, ख. अरुण, ग. मङ्गल, घ. शुक्र। यसको सही उत्तर रहेको छ घ. शुक्र। प्रश्न नम्बर 6, अन्तरिक्षमा जाने प्रथम महिला को हुन्? क. भ्यालेन्टिना तेरेस्कोभा, ख. सुनिता विलियम्स, ग. अनुसेह अन्सारी, घ. स्वेतलाना सावित्स्काया। यसको सही उत्तर रहेको छ क. भ्यालेन्टिना तेरेस्कोभा। प्रश्न नम्बर 7, हरियो ग्रहका नामले कुन ग्रहलाई चिनिन्छ? क. बृहस्पति, ख. शनि, ग. अरुण, घ. वरुण। यसको सही उत्तर रहेको छ ग. अरुण। प्रश्न नम्बर 8, सौर्यमण्डलको सबैभन्दा चम्किलो र तातो ग्रह कुन हो? क. शुक्र, ख. पृथ्वी, ग. मङ्गल, घ. शनि। यसको सही उत्तर रहेको छ क. शुक्र। प्रश्न नम्बर 9, ग्रहको वरिपरि परिक्रमा गर्ने आकाशीय पिण्डलाई के भनिन्छ? क. तारा, ख. उपग्रह, ग. ग्रह, घ. तारामण्डल। यसको सही उत्तर रहेको छ ख. उपग्रह। प्रश्न नम्बर 10, सबैभन्दा सानो ग्रह कुन हो? क. बुध, ख. शुक्र, ग. पृथ्वी, घ. मङ्गल। यसको सही उत्तर रहेको छ क. बुध। प्रश्न नम्बर 11, पृथ्वी पश्चिमबाट पूर्वतर्फ प्रति घण्टा कति किलोमिटरका दरले घुम्दछ? क. 1600, ख. 1800, ग. 2000, घ. 2200। यसको सही उत्तर रहेको छ क. 1600 किलोमिटर। प्रश्न नम्बर 12, रातो ग्रहका नामले चिनिने ग्रह कुन हो? क. पृथ्वी, ख. मङ्गल, ग. बृहस्पति, घ. वरुण। यसको सही उत्तर रहेको छ ख. मङ्गल। प्रश्न नम्बर 13, एमलाई ग्रहको मान्यताबाट कहिले हटाइयो? क. सन् 2005, ख. सन् 2006, ग. सन् 2007, घ. सन् 2008।
यसको सही उत्तर रहेको छ ख सन् 2006। प्रश्न नम्बर 14 निम्नमध्ये कुन ग्रहले सूर्यको परिक्रमा गर्न सबैभन्दा बढी समय लगाउँछ? क बृहस्पति, ख शनि, ग वरुण, घ अरुण। यसको सही उत्तर रहेको छ ग वरुण। प्रश्न नम्बर 15 दिन र रात बराबर भएको अवस्थालाई के भनिन्छ? क इक्विनक्स, ख सुपरनक्स, ग एक्सनक्स, घ एक्स्ट्रानक्स। यसको सही उत्तर रहेको छ क इक्विनक्स। प्रश्न नम्बर 16 सबैभन्दा धेरै उपग्रहहरू हुने ग्रह कुन हो? क बृहस्पति, ख शनि, ग अरुण, घ वरुण। प्रश्न नम्बर 17 ब्रह्माण्ड उत्पत्ति सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ? क फेनरोलोजी, ख कस्मोलोजी, ग मोर्फोलोजी, घ हाइड्रोलोजी। यसको सही उत्तर रहेको छ ख कस्मोलोजी। प्रश्न नम्बर 18 आकारका हिसाबले सबैभन्दा ठुलो बृहस्पति ग्रह, दोस्रो ग्रह शनि हो भने तेस्रो ग्रह कुन हो? क शुक्र, ख मङ्गल, ग अरुण, घ वरुण। यसको सही उत्तर रहेको छ ग अरुण। प्रश्न नम्बर 19 कुन ग्रहलाई वायुमण्डलको घेरा वा वलयहरूले घेरेको छ? क शनि, ख मङ्गल, ग बृहस्पति, घ वरुण। यसको सही उत्तर रहेको छ क शनि। प्रश्न नम्बर 20 बाह्य रूपमा देखिने सूर्यको उज्यालो चम्किलो भागलाई के भनिन्छ? क कोरोना, ख फोटोस्फियर, ग रेस, घ हिट। यसको सही उत्तर रहेको छ ख फोटोस्फियर। प्रश्न नम्बर 21 निम्नमध्ये कुन ग्रहले सूर्यको एक फन्को लगाउन 88 दिन लगाउँछ? क बुध, ख शुक्र, ग शनि, घ अरुण। यसको सही उत्तर रहेको छ क बुध। प्रश्न नम्बर 22 पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने तथ्य सर्वप्रथम पत्ता लगाउने वैज्ञानिक को थिए? क निकोलस कोपर्निकस, ख चार्ल्स डार्विन, ग सर आइज्याक न्युटन, घ ओटो हन। यसको सही उत्तर रहेको छ क निकोलस कोपर्निकस। प्रश्न नम्बर 23 रोमन धर्ममा ताजा पानी र समुद्रको देवता भनेर चिनिने ग्रह कुन हो? क बृहस्पति, ख शनि, ग अरुण, घ वरुण। यसको सही उत्तर रहेको छ घ वरुण। प्रश्न नम्बर 24 सौर्यमण्डलमा नपर्ने कुन हो? क तारापुञ्ज, ख उपग्रह, ग शिशु ग्रह, घ धूमकेतु। यसको सही उत्तर रहेको छ क तारापुञ्ज। प्रश्न नम्बर 25 सूर्यलाई हेर्न बनाइएको उपकरणलाई के भनिन्छ? क प्लेनिमिटर, ख हाइड्रोमिटर, ग हेलिस्कोप, घ माइक्रोस्कोप। यसको सही उत्तर रहेको छ ग हेलिस्कोप।